हिजो भालेन्सालाई भेट्न जाँदा लाएर गएको थिएँ चप्पल हरायो उति फाल्दा अझै चप्पल लिन जानु पऱ्यो गाइस ढुकुडी अहिले यहाँ यस्तो चप्पल लाएर हिँड्नु परिरहेछ के गर्नु अम्बो को आयो अनि हिजो चाहिँ सबजनाले मलाई हेरिरहेको थियो यार खाली खुट्टै नन स्टप यार तल माथि चौबारीदेखि तल होरेजन चोकसम्म दौडिरहेको छु यार सब मान्छेको फोकसमा त्यो थियो आज चप्पल चाहिँ खोज्न जानु पऱ्यो मेरो चप्पल हेरौँ गाइस कहाँ भेटिन्छ है चप्पल यस्तो चप्पल लाएर हिँड्नु परिरहेको छ यस्तो यो बाटोमा त्यहाँ अगाडि त्यो बाटोभरि त्यस्तो खाली खुट्टै दौडेको थियो यार राति चाहिँ त्यस्तो भएर चाहिँ अरे त्यो अगाडि केमा लिएको रहेछ यार आजको दिनको सुरुवात नराम्रो हुने भयो यार फेरि थियो चप्पल खोजिरहेको छ यार चप्पलै भेटाएको छ यही भेटाएको छ त्यहाँबाट सर यसरी यहाँसम्म आएको थियो यार त्यहाँबाट हालेपछि चप्पल हानेर जियोस् आज बल्ल चाहिँ ब्यालेन्स आएर रविदाईको फोटो देखिरहेको छ यहाँ देवीनगरमा चाहिँ अगाडि चाहिँ एमाले रहेछ पछाडि चाहिँ यता गुप्चेरातिर चाहिँ एमालेको के अरे उसको छ काङ्ग्रेसको छ यस्तो भइरहेको छ चप्पल खोज्न आएको चप्पल चाहिँ भेटाएन यहाँ छि ब्यालेन्स आएको एक झलक हेर्नको लागि गएको चप्पलै भेटाएन अब हिजो ब्यालेन्स आएको चाहिँ आएर यतिकन नबोलिकन जानुभयो त्यसै अलिकति राम्रो लाग्यो हामीलाई चाहिँ अलिकति थोरै केही मतलब यस्तो बनाउँछु अलिकति केही त हुन्छ नि त भन्ने कुरो नभनी जानुभयो संस्कृति चप्पल चाहिँ खोज्न गएको चप्पलै भेटाएन कहाँ रहेछ खोजी चप्पलै भेटाएन यस्तो चप्पल लाएर हिँड्नु पऱ्यो भने टोइलेट जाँदा लाएर हिँड्नु चप्पल यस्तो पनि यार त्यस ठिकै छ झलक देखियो हात मिलाइयो ब्यालेन्स आएछ पनि त्यही हो ठुलो कुरा चाहिँ म चाहिँ अहिले चाहिँ रुमतिर आइपुगेँ रुममा जान्छु रुममा गएर बस्छु आज सुनेर फेरि पुरा अन्धकार छ बत्ती बाल्नुपर्छ यस्तो छ यस्तो छ कोठा त्यही हो गाइस चप्पल भने मैले भेटाएन बाथरुमतिर लगाएर हिँड्ने चप्पल चाहिँ कोठामा पनि ल्याएर आएको छु यो चप्पल लगाएर हिँडिरहेको छु जुत्तो लगाएर जानुपर्ने रहेछ यार चप्पलै गइगयो यार गायब भइगयो यही भयो